हाम्रो नेपालीको सोच अहिले पनि ढुङ्गे युगमै छ। किन अरूको हेर्नुहोस् है, इक्जाम्पल मरवाडीहरूको हेर्नुहोस्। अब एउटा के बिजनेस गर्न आँटेको छ, बिजनेसबाट चाहिँ डाउन भइरहेको छ, फल सहयोग गर्ने पुरा तलबाट चाहिँ उठाउने तिनीहरूको आफ्नै जातित्व हुन्छन् क्या, कि यसलाई सहयोग गर्नुपर्छ, यसलाई माथि पुर्याउनुपर्छ भन्ने हुन्छ। बल्ल तल्ल कसै गरी अब आफ्नो मेहनत र आफ्नो परिश्रमले माथि पुगेको छ भने पनि त्यसलाई सिधा खुट्टा तानेर तल झार्ने एउटा नेपालीको सोच है यो चाहिँ। तर नेलकली नमसेवल भन्दै म नवराज फेरि तपाईँहरूको समक्ष एउटा नयाँ सर्ट रिल लिएर उपस्थित भएको छु। सो एआई भिडियोबाट हुन्छ कि या केबाट हुन्छ कि छड्के हानेर गिराएर होइन। अब यहाँ फोटो देख्नुभएको छ, यहाँनिर जुन तस्बिर मैले हालेको छु, रिमा जीको विषयमा पनि हामीले अब भिडियो हेरिरहेको थियौँ, देखिरहेको थियौँ राम्रै। अब त्यहाँनिर चाहिँ अब राम्रो अब एउटा प्रोग्राममै अब एउटा केही अब मिटिङमै गएको होला होइन, यस्तो खालको चाहिँ अब पोस्ट गरेको छ। सोच्नु न, सोच यस्तो छ मान्छेको, नेगेटिभ पोजिटिभ गर्नुहोस् क्या। आफैले त्यो ठाउँमा पुग्न सक्नुहुन्न तर त्यसलाई सपोर्ट गर्नुहोस्, त्यसलाई अगाडि बढाउने पुस गर्नुहोस्। लास्ट टाइम मैले एउटा भिडियो देखेको थिएँ जसमा कि हाम्रो माननीय हर्क साम्पाङज्यू र विश्व लिम्बूको जुन पोडकास्ट जुन इन्टरभ्यू भइरहेको थियो, त्यो इन्टरभ्यूको एउटा फोटोमा पनि त्यस्तै एआईको भिडियो हालेर रक्सी पुरा हालेर खाँदै गरेको भिडियो त्यहाँनिर पोस्ट देखेको थिएँ। त्यसमा चाहिँ विश्व लिम्बूले धेरै अब यसमा निन्दा पनि गर्नुभएको थियो। यो नेपालीको सोच यस्तो छ, कसैले गर्दैछ, कसैले राम्रो काम गर्दैछ, कसैले एउटा देशको लागि गर्दैछ भनेदेखि अराजक प्रकारले त्यसलाई चाहिँ किन त्यस्तो खालको अब एउटा सामाजिक एउटा सञ्जालमा त्यस्तो खालको भ्रम फैलाउने काम चाहिँ किन गर्नु होइन। त्यस्तो खालको सोच भएपछि के भन्ने त यहाँ नेपालको फ्युचर कता छ होला त, के तपाईँलाई थाहा छ?